राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध फकुवा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आलममाथि लगाइएको प्रतिबन्ध फकुवा भएको जनाएको हो। क्यानले 2079 साल पुस 9 गतेदेखि 27 गतेसम्म काठमाडौँमा आयोजना गरेको नेपाल टी20 क्रिकेट लिगका क्रममा उनीमाथि स्पट फिक्सिङ गरेको आरोप लागेको थियो। त्यसपछि उनीमाथि एन्टी करप्सन कोड अन्तर्गत कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो। क्यानको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी निजको प्रतिबन्ध फकुवा गर्ने निर्णय सहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी 2082 साल वैशाख 21 गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फकुवा गरिएको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ। यस मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौँले सफाई दिइसकेको छ। अब उनले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।